हेलो साथीहरू, यहाँहरू सम्पूर्णलाई फेरि पनि यस नयाँ भिडियो सेसनमा हजुरहरूलाई स्वागत छ। आज हामी DHIS2 मा रहेर कुराकानी गर्नेछौँ। DHIS मा पनि के कुराकानी गर्नेछौँ भने FCHB एप्समा चाहिँ FCHB को लिस्ट कसरी थप्ने, सङ्ख्या कसरी थप्न मिल्छ। अर्को कुरा, FCHB को एप्समा यदि केही कुरा मिस्टेक भयो भने त्यसलाई अपडेट कसरी गर्ने, यी कुरा आज हामी यस भिडियो मार्फत छलफल गर्नेछौँ साथीहरू। त्यसको लागि यहाँ डट 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 भनेर यहाँ कुनामा छ नि, यो डिजी भन्दा यता साइडको कुनामा त्यहाँ गएर क्लिक गरेपछि यहाँ हेर्नु त साथीहरू, अलि माथि गरेपछि यहाँ FCHB एप्स भनेर आयो, त्यहाँ क्लिक गर्ने। FCHB एप्समा क्लिक गरेपछि यसमा अर्को कुरा के हेर्न मिल्छ भने, मानव हजुरले यहाँ हेर्नुहोस् त, FCHB लिस्टमा गएर यतिकै हेर्न मिल्यो हजुरको संस्थाको होइन भने ड्यासबोर्डमा गएर कुन प्रदेशको हजुरलाई चाहिएको छ, मानौ मलाई कोशी प्रदेशको चाहिएको छ भने कोशी प्रदेशमा यसो क्लिक गर्ने। त्यसपछि कुन जिल्लाको, कोशी प्रदेशमध्ये कुन जिल्लाको हजुरलाई चाहिएको छ FCHB को भने यहाँ ताप्लेजुङको चाहिएको छ भने कुन नगरपालिकाको, लु माथिको। त्यसपछि यहाँ कति नम्बर वडा, यहाँ हेर्नु त, यहाँ 00 यसमा 15वटा रहेछ भने यसमा 01 11, यसमा अपडेट गरेकै छैन। अपडेट गरेको भए यहाँ आउँथ्यो, जुन जुन वडाले अपडेट गरेछ त्यहाँ देखा छ, अपडेट नगरेको वडाको देखाएकै छैन। त्यसै गरी जस्तो हामी यहाँ अहिले गण्डकी प्रदेशको कुराकानी गर्न गइरहेछौँ साथीहरू। त्यसको लागि यहाँ हेर्नुहोस्, यो गण्डकी प्रदेशमा अहिले म स्याङ्जा जिल्लाको हेर्न गइराखेको छु। हेर्नु, स्याङ्जा जिल्लामा, त्यसमा पनि स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको हेर्नु त साथीहरू, यी देखायो कुराकानी। यहाँ चाहिँ कतिजना एक्टिभ रहेछ पार्टिसिपेट, इनएक्टिभ भनेको इनएक्टिभमा चाहिँ जुन अहिले FCHBहरू काम गरेको छैन या अवधि पुगेर अवकाशको अवस्थामा छ, यिनीहरूलाई चाहिँ इनएक्टिभमा राखेका हुन्। र एक्टिभ भनेको अहिले जुन चाहिँ फिलहाल काम गरेकोहरूलाई चाहिँ एक्टिभमा राखेका छन् साथीहरू। त्यसै गरी यहाँ यदि हजुरहरूले आफ्नो संस्थाको चाहिँ कहाँ गरेर राख्ने भन्ने कुरा हुन्छ, आफ्नो संस्थाको लागि चाहिँ यो FCHB लिस्ट भन्ने छ, FCHB लिस्टमा गएर क्लिक गर्नु पर्यो। त्यसपछि यहाँ हेर्नु त, यी आयो साथीहरू। यहाँ चाहिँ यदि हजुरहरूले यहाँ FCHB लिस्ट भनेर छ, हेर्नु त साथीहरू, यहाँ केही कुरा मानौ सच्याउनु पर्यो भने, मानौ यहाँ केही डेट अफ बर्थ बिग्रिरहेछ, सच्याउनु पर्यो भने यहाँ गएर डेट अफ बर्थमा यसरी क्लिक गर्ने, कति सच्याउनु पर्ने त्यो लेख्ने। केही कुरा यहाँ बैङ्क एकाउन्टहरू छ साथीहरू, केही कुरा यसो सच्याउनु पर्ने भने सच्याउने। लास्टमा गएर के गर्नु पर्यो त, सब्मिट गरिदिएपछि आज मानौ सब्मिट गर्नुभयो भने भोलि 24 घन्टा पछि चाहिँ यो डेट चेन्ज भएर आउँछ साथीहरू। त्यसरी नै हो FCHBहरू राख्ने। अब यहाँ हेर्नुहोस् त साथीहरू, के रहेछ रजिस्टर भनेर। यी नयाँ यदि FCHBहरू यदि थप्नु पर्यो भने यहाँ रजिस्टरमा गएर क्लिक गर्ने। यो FCHB नम्बर र FCHB नम्बर यता दुइटैको नम्बर चाहिँ यो आफै यो सिस्टमले नै दिने भयो। त्यसपछि नाम के हो, फुल नेम, डेट अफ बर्थ, ब्याङ्कको नाम, बैङ्क एकाउन्ट नम्बर, प्यान नम्बर छ भने प्यान नम्बर। अब यसमा पनि के छ साथीहरू, जहाँ चाहिँ स्टार लागेको छ नि त्यो अनिवार्य हो, त्यसलाई स्किप गर्नै मिल्दैन। सिटिजनसिप नम्बर, सिटिजनसिप इस्यु डेट, इस्यु डिस्ट्रिक्ट, इथिनिसिटी कोड, म्यारिटल स्ट्याटस, FCHB स्टार्ट डेट, एजुकेसन, डिस्ट्रिक्ट, प्रोभिन्स, म्युनिसिपालिटी, वार्ड, टोल, अनि इमेल, टेलिफोन नम्बर, मोबाइल, अल्टरनेटिभ मोबाइल, अनि इन्सुरेन्स छ या छैन, बेसिक ट्रेनिङहरू, रिफ्रेस ट्रेनिङहरू। रिफ्रेस ट्रेनिङमा यसरी क्लिक लगाउनु भने यहाँ डेट आउँछ कि कुन डेटमा रिफ्रेसर ट्रेनिङ लिएको हो त्यो डेट राख्ने। अब यो ड्रेस चाहिँ रिसिभ गरेको डेट कहिले हो, लास्ट डेट राख्ने। यहाँ अनि सब्मिट गरेपछि यो के हुन्छ, कुराकानी यहाँ हजुरको FCHBमा गएर थप्ने हुन्छ साथीहरू। यसरी नै हो कुराकानी साथीहरू। FCHB कसरी थप्ने कुरा पनि यहीँबाट हामी सिक्यौँ। अनि अर्को कुरा, FCHB लिस्ट कहाँ गएर हेर्ने भन्ने कुरा यहीँबाट हेऱ्यौँ साथीहरू। र प्रदेश अनुसारले पनि हामी के गर्न सक्यौँ त, FCHBहरू हेर्न मिल्यो। हस्त साथीहरू, धन्यवाद।